बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले शुक्रबार स्थानीय सञ्चार माध्यमद्वारा प्रकाशित रगत नपाएको भन्ने गुनासो सम्बन्धी भिडियो सामग्रीप्रति आपत्ति जनाएका छन्। पत्रकारहरूसँग संक्षिप्त भेटघाट गर्दै अध्यक्ष प्रसाईले समाचारमा प्रस्तुत गरिएको विवरण वास्तविकता विपरीत रहेको दावी गरे। मलाई फोन आउँदा चाहिँ पीके सरकैबाट ब्लड चाहियो भनेर आएको छ। ब्लड चाहियो, हामी रेड क्रसको चाहिँ के भन्छ चारपानीको शाखामा छौँ, सम्झौता भएको रहन्छ भनेपछि त्यहाँ तपाईँलाई जो हुन्छ त्यो ठाउँमा चाहिँ तपाईँले मोबाइल दिनुहोस् त म कुरा गर्छु भनेर मैले भनेको। त्यो फोन लगभग 45 सेकेन्डदेखि 1 मिनटभित्र कसैलाई पनि सम्पर्क गराइएन। त्यहाँबाट मैले फोन गरेँ, मैले तुरुन्त त्यहाँबाट जिल्लामा फोन गरेँ, अनि त्यहाँबाट यहाँ परदेश उता सरहरूलाई फोन गरेँ। त्यहाँबाट 5 मिनट पनि लागेन होला, तुरुन्त फेरि त्यहाँबाट पछि मैले फेरि फोन गरेँ ब्लड पाउनु भन्दा पाएँ भनेपछि मलाई पीके सरै भन्ने लागेको छ। मेरोमा त पीके सरकै ब्लड भनेर मागिएको छ। स्थानीय सञ्चार माध्यम बुद्धशान्ति साप्ताहिकको टिमले रगत अभाव भएको र चारपानी स्थित रेडक्रस कार्यालयमा पुग्दा निशुल्क रगत नपाएको भन्दै एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो। बुद्धशान्ति गाउँपालिकाले रेडक्रसको समन्वयमा हरेक वर्ष स्थानीय नागरिकका लागि निशुल्क रगत व्यवस्थापनका लागि 5 लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ। यस वर्ष पनि सो रकम उपलब्ध गराइसकेको र सम्झौता प्रक्रियामा केही ढिलाइ मात्र भएको बुद्धशान्ति रेडक्रसका पूर्व अध्यक्ष हरि पोखरेलले जनाएका छन्। उनका अनुसार सम्झौता औपचारिक रूपमा नभए पनि स्थानीय नागरिकलाई रगत निशुल्क उपलब्ध गराउने कार्य निरन्तर जारी छ। पोखरेलले यो आर्थिक वर्षको पहिलो 3 महिनामै करिब 90 जना बुद्धशान्तिवासीले निशुल्क रगत पाएको बताए। उनले भने रगत नपाइने भन्ने कुरा गलत हो। सबैलाई आवश्यक परे रगत पाउने व्यवस्था गरिएको छ। कोही पनि भ्रममा नपर्नुहोस्। यो कन्टेन्ट जुन आयो अहिलेको कुरा, यो चाहिँ हामीले गत वर्ष पनि बुद्धशान्ति गाउँपालिका र रेडक्रससँग समन्वय गरेर निशुल्क ब्लड दिएको हौँ हैन। र त्यो चाहिँ हाम्रो असार मसान्तमा चाहिँ यो सकियो, म्याच सकिएपछि फेरि रगत रोकिएको थियो। त्यसपछि चाहिँ अध्यक्षज्यूले यस्तो भयो, हामी त्यो दिन्छौँ, हाम्रो रातो खातामा चाहिँ हामी लेखिसकेका छौँ, त्यो हुन्छ चाहिँ हजुरहरूले अलिकति चाहिँ सहयोग समन्वय गरिदिनु पर्यो भनेर भनेपछि हामीले 3 महिनाको लागि चाहिँ मैले नै लोकराज सरसित गफ गरेर चाहिँ यो बुद्धशान्तिको कुरा हुन्छ हैन, र हजुरले यो 3 महिनाको लागि चाहिँ रगत दिँदै गर्नुपर्छ, त्यो चाहिँ सम्झौता हुन्छ भनेर चाहिँ मैले भनेपछि उहाँ त्यहाँबाट चाहिँ त्यो समन्वय भएको छ। र रेट चाहिँ अहिले पछिल्लो समय चाहिँ यो 3 महिनामा 90 पिन्टभन्दा बढी रगत चाहिँ बुद्धशान्ति गाउँपालिकाको चाहिँ बिरामीहरूले पाएको छन्, निशुल्क रूपमा पाएको छन्। यो हामीसित रेकर्ड छ। र अहिलेको कन्टेन्ट्समा चाहिँ यो 3 महिना पछि चाहिँ हामीले सम्झौता गर्नको लागि गत 23 गते चाहिँ जेन्जी आन्दोलन भएको दिन चाहिँ सम्झौताको पत्र चाहिँ यहाँ आइसकेको छ। र त्यो आन्दोलनको क्रमले गर्दाखेरि त्यसपछि गाउँपालिका जलेको कारणले गर्दाखेरि चाहिँ हामीले त्यो सम्झौता गर्न सकिरहेका थिएनौँ। त्यस कारणले गर्दाखेरि पनि यो समस्या आएको हुनसक्छ हैन। र यस बीचमा पनि समन्वय नभएका होइनन्। हाम्रो जिल्ला शाखा अध्यक्ष सभापतिज्यूले चाहिँ दारी ग्याङको ब्लड डोनेसनको क्रममा चाहिँ गोकुल भाइ र कार्यकारी अधिकृतसँगै यस्तो सम्झौता गर्न बाँकी छ, हामी चाहिँ सम्झौता चाँडो गर्नु पर्यो है भनेर चाहिँ भन्नुभएको छ। यो कुरा उहाँले मलाई अघि पनि भन्दै हुन्थ्यो र त्यो चाहिँ अलिकति ढिलो भएको कारणले गर्दाखेरि यो हुन सकेको भएको हो। र यो रगत नपाइरहेको अवस्थामा मनोजजीले मलाई फोन गर्नुभयो। फोन गरेपछि मैले लोकराज सरलाई यो सम्झौता 5 दिनभित्रमा हुन्छ सर, अहिलेलाई रगत चाहिँ दिँदै गरौँ, यो हुन्छ सम्झौता भनेर चाहिँ भनेपछि हिजैबाट बुद्धशान्ति गाउँपालिका 10वटा गाउँपालिकालाई रगत चाहिँ पैसा नदिएको कारणले गर्दा रोकिएको थियो र त्यो चाहिँ बुद्धशान्ति गाउँपालिकालाई अब रगत चाहिँ सुचारू भइसकेको, निशुल्क रगत सुचारू भइसकेको छ। यता गाउँपालिका अध्यक्ष प्रसाईले आफूलाई बुद्धशान्ति साप्ताहिकको टिमबाट रगतका विषयमा कुनै फोन नआएको जानकारी नभएको स्पष्ट पारे। उनका अनुसार एक स्थानीय शिक्षक पदम प्रसाद खतिवडाको मोबाइलबाट रगत आवश्यक परेको भन्दै फोन आएको थियो, तर त्यो साप्ताहिक टिमबाट आएको होइन। स्थानीय शिक्षक खतिवडाले पनि आफूले फोन नगरेको र रगत आवश्यक नपरेको बताए। उनले आफ्नो मोबाइल फोन बुद्धशान्ति साप्ताहिकका सरोज निरौलाले प्रयोग गरेको दाबी गर्दै भने, मेरो फोन मागेर निरौला सरले दुरुपयोग गर्नुभयो, यो राम्रो गतिविधि होइन, म यसको घोर आपत्ति गर्छु। अब त्यो सरोज निरौला भन्ने साथीले चाहिँ फोन लगाएर लानुभयो। फोन लगाएर के गर्नुभयो, कसो गर्नुभयो मैले केही थाहा पाइनँ। अब त्यो गर्दाखेरि भरे अब ब्लड माग्नलाई चाहिँ अब लगेको भन्ने कुरो भरे अब त्यहाँबाट बुझ्यो। त्यो हुँदाखेरि अब ब्लड पनि नमागेको कुरो बुझेपछि अब यो मिसयुज भएकोमा चाहिँ मेरो घोर आपत्ति छ।
मेरो मोबाइल मिसयुज भएकोमा चाहिँ मेरो अब घोर आपत्ति छ। अब मेरो विचार के छ भने अब कमसेकम साथीभाइले अब फोन लगेर यस्तो मिसयुज चाहिँ गर्नु हुन्थेन। अब के भन्नु यसमा ल मेरो भला भन्छ। अब साथीभाइहरू पनि सबै पढाउने अब एकछिन फोन दिनुहोस् भन्दा दिनै पर्यो नि त। अब तपाईँले एकछिन मलाई एकछिन सर एकछिन फोन दिनुहोस् न, मलाई दिनै पर्यो तपाईँले होइन। त्यस पछाडि मैले उनीहरूले के गरेँ कसो गरेँ केही थाहा छैन। अनि तपाईँकै छोरालाई ब्लड चाहिएको भनेर मलाई थाहा छैन कसलाई चाहियो। तपाईँको छोरा कहाँ हुनुहुन्छ? मेरो दुवै तपाईँको परिवारलाई ब्लड चाहिएको होइन? मेरो कसैलाई त छैन, मलाई कसलाई चाहिएको त पनि थाहा छैन।